नमस्ते। आजको हाम्रो विषय छ सफलताको बाटो। अब यो बाटो सोचे जस्तो सजिलो र सिधा भने पक्कै पनि छैन। ल सुरु गरौँ एउटा एकदमै आधारभूत प्रश्नबाट। आखिर सफलता भनेको के हो त? के यो भनेको पैसा, पद या प्रसिद्धि मात्रै हो? अलिकति गम्भीर सोचौँ न। धेरैजसो मानिसहरूलाई लाग्छ सफलता भनेको केही कुरा हासिल गर्नु हो, जस्तै धन सम्पत्ति, मान सम्मान या कुनै ठूलो उपलब्धि। तर कथा यतिमै सकिँदैन। वास्तवमा सफलता पाउनुमा जति छ त्योभन्दा बढी त केही कुराहरू त्याग्नुमा छ। हो, यही नै हो आजको हाम्रो चर्चाको केन्द्रबिन्दु। त्यसो भए सफलताको बाटोमा हिँड्नलाई हामीले 6वटा कुराहरूलाई छोड्नुपर्छ। यो यात्रा केही कुरा त्याग्नुबाटै सुरु हुन्छ। सबैभन्दा पहिलो नम्बरमा आउँछ बहाना बनाउने बानी। जब कुनै कुरा बिग्रिन्छ हामी सजिलै अरूलाई वा परिस्थितिलाई दोष दिन्छौं नि, होइन त? यसो गर्दा हामीले सिक्ने मौका नै गुमाइरहेका हुन्छौं। यो हेर्नुस् त कति फरक छ। एकातिर छ जिम्मेवारी जसले अघि बढ्ने शक्ति दिन्छ, अनि अर्कोतिर छ बहाना जसले हामीलाई जहाँको त्यही रोकिदिन्छ। रोजाइ त स्पष्टै छ, होइन र? दोस्रो कुरा जुन हामीले त्याग्नुपर्छ त्यो हो असफलताको डर। यो यस्तो डर हो जसले हामीलाई हात खुट्टा नै बाँधिदिए जस्तो बनाउँछ। केही नयाँ गर्न, जोखिम लिन नै दिँदैन। यहाँ दुईटा बाटा छन्, एउटा काम गर्ने, अर्को डराएर बस्ने। हरेक पल हामी यी दुईमध्ये एउटा रोजिरहेका हुन्छौं, र सफलताले साथ दिने भनेको त काम गर्नेहरूलाई नै हो। तेस्रो नम्बरमा छ ढिला सुस्ती। आजको काम भोलिलाई भन्ने बानी छ नि, हो, त्यसले हाम्रो सबैभन्दा महत्त्वपूर्ण कुरा समय खाइरहेको हुन्छ। र हरेक पटक ढिला गर्दा हामीले केही न केही गुमाइरहेका हुन्छौं। यहाँ पनि त्यही कुरा हो। एकातिर छ प्रगति, जुन सानो सानो पाइला चाल्दै अघि बढ्छ। अर्कोतिर छ ढिला सुस्ती, जसले हामीलाई एकै ठाउँमा स्थिर बनाइदिन्छ। अब कुरा गरौँ चौथो बानीको, नकारात्मक सोच। जब दिमागले के हुन सक्छ भन्दा पनि के बिग्रिन्छ भन्नेमा मात्रै ध्यान दिन्छ, तब अगाडि आएको अवसर पनि देखिँदैन। यो निकै रोचक छ है। एउटै परिस्थिति कसैलाई अवसर लाग्छ, कसैलाई चाहिँ बाधा। सबै कुरा हाम्रो हेर्ने नजरियामा भर पर्छ। पाँचौं नम्बरमा छ अरूको स्वीकृति खोज्ने बानी। जब हामीलाई अरूले के भन्लान् भन्ने पीर पर्न थाल्छ, तब हामीले आफ्नो खुशीको चाबी नै अरूको हातमा थमाइदिन्छौं। यसको मतलब के हो भने आत्मविश्वास भनेको भित्रबाट आउने बलियो आधार हो। तर अरूको विचार त्यो त मौसम जस्तै हो, घरि यता घरि उता भरै पर्दैन। अनि अन्तिममा छैटौं नम्बरमा छ अस्वस्थ बानीहरू, जस्तै राति ढिलोसम्म बस्नु, जे पायो त्यही खानु। यस्ता बानीले हाम्रो शरीर र दिमाग दुवैको ऊर्जा सिद्ध्याइदिन्छ, अनि ऊर्जा नै नभएपछि काम कसरी राम्रो हुन्छ र? यहाँ पनि रोजाइ हाम्रै हातमा छ, कि त स्फूर्ति र ऊर्जा दिने बाटो हिँड्ने, कि त थकान र कमजोरीको बाटोमा अल्झिरहने। ल, यति धेरै बानी छोड्नुपर्छ भनियो, तर कसरी छोड्ने त? हो, यसको लागि चाहिन्छ अनुशासनको शक्ति। परिवर्तनको लागि यो भन्दा ठूलो हतियार अरू छैन। यो भनाइले धेरै कुरा भन्छ। म यो छोड्छु भनेर सोचेर मात्रै हुँदैन। त्यो त्यागलाई व्यवहारमा उतार्न आत्मअनुशासन चाहिन्छ, जसले हामीलाई बाटो बिराउन दिँदैन। परिवर्तनको प्रक्रियालाई यसरी बुझ्न सकिन्छ। स्टेप 1 खराब बानीहरूलाई छोड्ने। स्टेप 2 आत्मअनुशासन अपनाउने। स्टेप 3 दृढ भएर लागि पर्ने। र अन्तिममा स्टेप 4 सकारात्मक परिवर्तनलाई अँगाल्ने। यो पूरै यात्राको अन्तिम लक्ष्य भनेको कुनै पद वा पैसा मात्रै होइन, यो त एउटा गहिरो सकारात्मक परिवर्तन हो। त्यसो भए सारमा भन्नुपर्दा सफलताको बाटोका मुख्य 4 खम्बाहरू के रहेछन् त? त्याग, आत्मअनुशासन, दृढ सङ्कल्प र अन्तमा सकारात्मक परिवर्तन। र अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न। भोलिको सफलताको लागि आज के कुरा त्याग गर्न सकिन्छ?